अझ 2 जना दशकभन्दा बढी ठुलो सहारा दिएको छ। स्पेसली दादाको गीतहरू मलाई भित्रीदेखि अत्यन्त मन पर्ने गर्छ, किनकि लाग्छ उहाँ हृदय पेलेर त्यसबाट कुनै रस निकाल्नुहुन्छ जस्तो लाग्छ। शब्दको यस्तो गहिराई, भावको यस्तो गहिराई अचम्म लाग्छ उहाँको लेखाइमा। र जति बेला म एसएससी दिएर काठमाडौँ आएको थिएँ, मेरो साथीहरू यिनै थिए। गीत गाएर पछि त मैले अब गुरुहरूको आशीर्वाद पाएँ, उहाँहरूको स्नेह पाएँ र उहाँहरूकोसँग हुर्किने मौका पाएँ। पछि यसको महत्त्व कम हुँदै गयो। तर जब मैले गुरुहरूको शरण पाएको थिएन, त्यति बेला यिनीहरूले मेरो दिनचर्यामा सहयोग पुर्याउनु पर्यो। तर अर्को पनि दोस्रो महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि, म गाउँथेँ त्यति बेला मैले आफैले आफ्नै कम्पोजिसनमा 2टा एल्बम निकालिसकेको थिएँ। रेडियो नेपालबाट आधुनिक गीतमा भोइस टेस्ट पनि पास गरिसकेको थिएँ। यदि मैले अहिले चल्नु उहाँहरूको जतिखेर यहाँको गीतकारहरू नाम धन्य गीतकारहरू गाउँमा यदि गीत माग्न गएको हुन्थ्यो भने म सिधै रिजेक्ट हुन्थेँ, किनभने गीत गाउनु मात्रै ठुलो कुरा थिएन। त्यति बेला पनि यो गीतहरूले मेरो ठुलो सहारा गरेका थिए। यसमानेमा पनि यो गीतहरूलाई अत्यन्त मन पराउँछु र मलाई लाग्छ यो गीतहरू मैले मेरो लागि गाउँछु। र यहाँहरूले पनि त्यो मेरो भावलाई आफ्नो सम्झेर सुनिदिनु भएको म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। कोसिस गर्छु। लुकाउन खोज्दा पनि आँसु नखसेको हेर, लुकाउन खोज्दा पनि आँसु नखसेको हेर,
फेरि पनि आफ्नो व्यथा, फेरि पनि आफ्नो व्यथा कसैलाई भनेको छैन, कसैलाई भनेको छैन।